ओके ल बीबीएस सेकेन्ड इयरका सम्पूर्ण विद्यार्थी साथीहरूलाई नमस्ते। बीबीएस सेकेन्ड इयरको पार्सियलको एक्जामको लागि एक्जाम फर्म खुलिसकेको छ र रेगुलरको पनि चाँडै नै फर्म खुल्नेवाला छ र तपाईँहरूले अब एक्जामको तयारी मजाले गर्नुपर्ने हुन्छ। एक्जामको तयारी गर्नको लागि राम्रो मेटेरियल कहाँ पाइन्छ, राम्रो नोट कहाँ पाइन्छ, राम्रो भिडियोहरू कहाँ पाइन्छ त त्यसको लागि हामीले सेक्रेट एजुकेसनको तर्फबाट बीबीएस सेकेन्ड इयरको 5वटै विषयको नोट र भिडियोहरू हामीले एकदमै मिनिमम प्राइसमा उपलब्ध गराएका छौँ है। कहाँबाट पाउने त नोट र भिडियो भन्दाखेरि तपाईँले गुगल अथवा तपाईँको क्रोम ब्राउजरमा जानुहोस् र त्यहाँ सर्च गर्ने बटनमा secreteducation.com लेख्नुहोस्। सर्च गर्ने ठाउँमा त्यहाँबाट त्यसलाई टक्क सर्च गर्नुहोस्। जस्तै मान्ने म तपाईँलाई यहाँ गरेरै देखाइदिन्छु है त, कसरी गर्ने भनेर म यहाँ गरेरै देखाइदिन्छु। मेरोमा मैले यो क्रोम ब्राउजरमा गएँ। क्रोम ब्राउजरमा गइसके पछाडि के गर्ने भन्दाखेरि अब तपाईँलाई क्रोम ब्राउजरमा गएपछि यस्तो आउँछ नि, सर्च गुगल टाइप्स युआरएल भनेको हुन्छ। यहाँनिर गएर secreteducation.com हान्नुहोस्। मेरो secreteducation.com हाने मैले हान्दाखेरि हामीलाई यो सेक्रेट एजुकेसनको यो आउँछ। ल सेक्रेट एजुकेसन भन्दा हाम्रो यो लोगोवाला हाम्रो वेबसाइट आउँछ। टक्क यहाँ थिच्नुहोस्। थिचिसके पछाडि तपाईँलाई हाम्रो इन्टरफेस यस्तो देखाउँछ सेक्रेट एजुकेसनको, ठिक छ। अब देखाइसके पछाडि यहाँ देखाइसके पछाडि त्यो 3टा लाइनमा जानुहोस्। पहिला त्यो 3टा लाइनमा जानुहोस् अनि यहाँ होम, अबाउट, क्विक लिङ्क, स्किल्स, स्कुल लेभल, ब्याचलर सबै भन्ने छ। यानि लगइनमा जानुहोस्। पहिला लगइनमा जानुहोस्। लगइनमा गएर तपाईँको चाहिँ यहाँ लगइन मेल र पासवर्ड भनेको छ। मेल र पासवर्ड क्रिएट गर्दा पनि हो, होइन भने तपाईँले यहाँ लगइन विथ गुगल भन्नेमा जानुहोस्। लगइन विथ गुगल भइसके पछाडि तपाईँको मोबाइलमा तपाईँको गुगल एकाउन्ट त हुन्छ नि त, किनभने तपाईँले जिमेल खोल्नु भएको हुन्छ, तपाईँको गुगल एकाउन्ट अलरेडी सेभ भएको हुन्छ। तपाईँको कुनै न कुनै एउटा मेलबाट तपाईँको गुगल एकाउन्ट अलरेडी त्यहाँ अब तपाईँको मोबाइलमा सेटअप भएको हुन्छ। त्यहाँमा एउटा तपाईँ कुन मेलबाट लिने हो त्यो मेल भएको गुगल एकाउन्ट टक्क क्लिक गर्नुहोस्। क्लिक गरे पछाडि अब हामीलाई यहाँ हाम्रो अब त्यहाँ साइन इनको प्रोसेस हुन्छ। अब साइन इन भइसक्यो। साइन इन भइसक्यो कसरी थाहा पाउने? फेरि यो 3टा डटमा आएर हेर्नुहोस्। मेरो यो प्रवीण दाहाल भन्ने यो मेलबाट साइन भयो। अब साइन गरिसकेपछि बीबीएस सेकेन्ड इयरको नोट र भिडियो लिनको लागि है त तपाईँले यहाँ ब्याचलर भन्नेमा जानुहोस्। ब्याचलरमा गएर बीबीएस भन्नेमा जानुहोस्। बीबीएसमा गएर तपाईँले सेकेन्ड इयर भन्नेमा जानुहोस्। सेकेन्ड इयरमा गइसके पछाडि तपाईँले हेर्नुहोस् है, 5वटै सब्जेक्टको इङ्ग्लिस र नेपाली मिडियमबाट नोट पनि छ, प्रे भिडियो पनि छ। सपोज अर्गनाइजेसन बिहेभियर एन्ड ह्युमन रिसोर्स, यहाँ टपिक चाहिँ यहाँ पढ्नुहोस् ल। अर्गनाइजेसन बिहेभियर एन्ड ह्युमन रिसोर्स म्यानेजमेन्टको नेपाली मिडियमबाट भिडियो र नोट पुरै छ। यहाँ क्लिक गर्नुभयो भने अनि यहाँ क्लिक गर्ने, यहाँ सुरुमा डेमो भिडियो हेर्न पाउनुहुन्छ। अनि इनरोल भन्न तपाईँलाई इनरोल भन्न 379 रुपियाँ राखेको छ। यो भिडियो पाउनुहुन्छ 379 रुपियाँमा। नेपाली मिडियमको पुरै भिडियो छ है, सबै च्याप्टरको भिडियो पुरै छ तपाईँले। अनि तपाईँले इनरोलमा जानुहोस्। इनरोलमा गइसके पछाडि तपाईँले पेमेन्ट विथ खल्ती अथवा ई सेवा, खल्ती कि ई सेवा छ तपाईँसँग, ब्याङ्क, खल्ती, ई सेवा विभिन्न तपाईँको अप्सन हुन्छ। तपाईँलाई हामीले चाहिँ खल्ती र ई सेवा राखेछौँ। खल्ती छ भने खल्तीबाट, ई सेवा छ भने ई सेवाबाट तपाईँले पेमेन्ट गर्नुपर्ने हुन्छ। कुनबाट लिने त्यसमै टक्क क्लिक गर्नु। ई सेवा भने ई सेवा, खल्ती भने खल्तीमा क्लिक गर्नुहोस्। हाम्रो फी 379 दिएको छ, टक्क यहाँ 379 क्लिक गर्नुहोस्। 379मा यहाँ हानिसकेपछि अब ई सेवा आइडी भनेको तपाईँको ई सेवा, तपाईँको कुन मोबाइल नम्बरबाट ई सेवा खोल्नु भएको छ तपाईँको ई सेवा खोलेको मोबाइल नम्बर लेख्नुहोस् यहाँ। अनि त्यहाँबाट तपाईँको ई सेवाको पासवर्ड अथवा एमपिआइएन, ई सेवाको एमपिआइएन नम्बर हान्नुहोस्। तपाईँको 4 अङ्कको हुन्छ। अनि आइएम नट रोबोटमा टक्क क्लिक गर्नुहोस् अनि लगइन गर्नुहोस्। यति गर्ने बित्तिकै तपाईँको के हुन्छ भन्दाखेरि नोट पर्चेज हुन्छ, भिडियो पर्चेज हुन्छ। अब भिडियो पर्चेज गरिसके पछाडि तपाईँको के देखाउँछ भन्दाखेरि ल ब्याकमा गएँ मैले। अब यसलाई मैले एक स्टेप ब्याक गएँ है, एक स्टेप ब्याक गएँ। ल भिडियो पर्चेज त्यसरी हुन्छ। अब फेरि नोट लिनु पर्यो भने अब यसको यो भिडियो आउँछ, यति यहाँबाट पर्चेज गर्दा भिडियो आउँछ। अब नोट लिनुहुन्छ भने यहाँ साइडमा नोट भन्ने छ। नोटमा जानुभयो भने हामीले विभिन्न सबै च्याप्टरको चाहिँ हामीले के गरिदिएको छौँ भन्दाखेरि तपाईँको यहाँ नोटहरू राखेको छौँ। सबै च्याप्टरको नोट। यो इङ्ग्लिस मिडियमको म हेरिरहेको, यसरी नेपाली मिडियमको हेरिरहेको छु। नेपाली मिडियमको हाम्रो नोटहरू सबै छ यहाँ है, पुरै नोटहरू छ यहाँ। नोट लिनको लागि पनि अब यहाँ त मैले पर्चेस गरिसकेको थिएँ, यहाँ पर्चेस गरेको छ। नत्र तपाईँले यहाँ पर्चेस भन्ने अप्सन आउँछ। पर्चेसमा जाने, अहिले जस्तै ई सेवा कि खल्ती भन्ने लिने, त्यहाँबाट भइहाल्छ। ल यसरी तपाईँले है अर्गनाइजेसन बिहेभियर एन्ड ह्युमन रिसोर्स म्यानेजमेन्टको नेपाली मिडियमबाट लिने भने त्यो। सपोज अर्गनाइजेसन बिहेभियर एन्ड ह्युमन रिसोर्स म्यानेजमेन्टको इङ्ग्लिस मिडियमबाट लिने भए यो भिडियो अघिको जसरी नै तपाईँले लिने। अनि तपाईँलाई म्याक्रो इकोनोमिक्सको इङ्ग्लिस मिडियमबाट लिने भए यहाँ छ, यो हो। यहाँ क्लिक गर्ने, अघिकै तरिकाले लिने।
म्याक्रो इकोनोमिक्सको नेपाली मिडियमबाट दिने नेपाली यहाँ छ, नोट पनि त्यही भित्र छ। अनि फन्डामेन्टल अफ फाइनेन्सियल म्यानेजमेन्ट, अब फाइनेन्सको त नेपाली इङ्ग्लिस भन्ने हुँदैन नै, न्युमेरिकल हो। यहाँ जाने 379 रुपियाँ छ भिडियोको। त्यस पछाडि हामीलाई नोट लिनको लागि तपाईँले नोट 79 रुपियाँमा पाउनुहुन्छ। बिबिएस सेकेन्ड इयर बिजनेस कम्युनिकेसन भन्ने छ, बिजनेस कम्युनिकेसनको भिडियो र नोट यहीभित्र पाउनुहुन्छ। अब हामीलाई यहाँ बिबिएस सेकेन्ड इयरको अकाउन्टको मेरोमा देखाएको छैन, मैले कोर्स किनिसकेको छैन। तपाईँले फेरि यो कोर्स किनिसक्नु भएको छ भने यहाँ देखाउँदैन। कोर्स अलरेडी भिडियो किनिसक्नु भएको छ भने तपाईँले देखाउँदैन। यहाँ भिडियो किनिसक्नु, तपाईँले भिडियो किनिसके पछाडि कहाँ हेर्ने भन्दाखेरि भिडियो यहाँबाट भिडियो तपाईँ नोट किनिसक्नु भयो भने कहाँबाट हेर्ने भन्दाखेरि फेरि यो 3टा डटमै जाने। 3टा डटमा गइसके पछाडि तपाईँले तल यो तपाईँको प्रोफाइल छ नि, यो प्रोफाइल आइडीको प्रोफाइलमाथि क्लिक गर्ने। क्लिक गरे पछाडि माई कोर्स भन्नेमा जाने। माई कोर्स भन्ने जाने। अघि मैले कस्ट एन्ड म्यानेजमेन्टको बिबिएस सेकेन्ड इयरको अकाउन्टको देखाएको थिएन नि, मैले अकाउन्ट यहाँ किनिसकेको थियो, त्यही भएर किनिसकेको चाहिँ यतापट्टि आउँछ। कहाँनिर आउँछ अरे आइडीमा जाने। आइडीमा त्यसरी माई कोर्समा जाने। माई कोर्समा चाहिँ आफूले किनेको यहाँ आउँछ। अनि स्टार्ट लर्निङमा गर्ने। अनि एक एकवटा भिडियो तपाईँले हेर्ने, कुन हेर्ने हो, एक एकवटा भिडियो हेर्ने। यहाँबाट नोट हेर्ने भनेदेखि तपाईँको माई नोटमा बसेको हुन्छ आफूले किनेको नोटहरू, तीबाट सर तपाईँले हेर्न मिल्छ। त्यसरी हेर्ने है। र तपाईँले आजसम्म पनि तयारी गर्नु भएको छैन भने यो एकदमै सस्तो फीबाट तपाईँले यो लिएर, सामग्री लिएर तयारी गर्नुहोला, अध्ययन गर्नुहोला भन्न चाहन्छु। नमस्ते सबैलाई, एक्जामको बेस्ट अफ लक। थ्याङ्क यू सो मच।